निखिल उप्रेतीको मेगा प्रोजेक्ट आचार्य वर्सेस विराज भट्ट र समीर भट्टको एक्सन प्याक चलचित्र पारागाउँ 2 कम्प्यारिजन। आचार्य फुल एक्सन प्याक चलचित्र हो जहाँ नेपाली चलचित्र इतिहासमै बिल्कुलै फरक अनि नेक्स्ट लेभलको एक्सन देख्न पाइन्छ। त्यस्तै पारागाउँ 2 पनि एक्सन चलचित्र हो जहाँ विराज भट्ट र समीर भट्टको धमाकेदार एक्सन देख्न पाइन्छ। आचार्य चलचित्रमा एक्सन किङ निखिल उप्रेतीसँगै पुणिका सिजापति, प्रमोद अग्रहरी लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। त्यस्तै पारागाउँ 2 चलचित्रमा विराज भट्ट, समीर भट्ट, वर्षा इटानी, खुसी कार्की, अनुप विक्रम साई लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। आचार्य चलचित्रलाई निखिल उप्रेतीले निर्देशन गरेका हुन्। त्यस्तै पारागाउँ 2 चलचित्रलाई विराज भट्टले निर्देशन गरेका हुन्। आचार्य चलचित्रको बजेट 6 करोड अनुमान गरिएको छ। त्यस्तै पारागाउँ 2 चलचित्रको बजेट 4 करोड अनुमान गरिएको छ। आचार्य चलचित्र असोजको 9 गतेबाट प्रदर्शनमा आउँदैछ। त्यस्तै पारागाउँ 2 चलचित्र भने यसपालिको दशैँको फुलपातीबाट प्रदर्शनमा आउँदैछ। आचार्य चलचित्रको हाइपलाई हेर्दा चलचित्रले रिलिजको पहिलो दिन 2 देखि 2 करोड 50 लाखको ओपनिङ गर्ने अनुमान गरिएको छ। पारागाउँ 2 को हाइपलाई हेर्दा चलचित्रले रिलिजको पहिलो दिन 1 करोड 50 लाखदेखि 2 करोडको बिचमा ओपनिङ गर्ने अनुमान गरिएको छ। आचार्य चलचित्रको फर्स्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ। त्यस्तै पारागाउँ 2 चलचित्रको भने अहिलेसम्म कुनै पनि प्रचार सामग्री सार्वजनिक गरिएको छैन। तपाईहरू भने निखिल उप्रेतीको धमाकेदार एक्सन चलचित्र आचार्य र विराज भट्ट र समीर भट्टको धमाकेदार चलचित्र पारागाउँ 2 मा कुन चाहिँ चलचित्र हेर्नको लागि एकदमै धेरै एक्साइटेड हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला र हाम्रो यस्तै रमाइलो भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।